साथीहरू हाम्रो सुनवर्सी नगरपालिकाको वडा नम्बर 8 मा रहेको उहाँ आमा र उहाँ हाम्रो यो बुवालाई चाहिँ हेर्नुस् एकदमै आवश्यक छ उहाँहरूलाई चाहिँ सहयोग गर्नु होला। मलाई यो आवश्यक परेकोले गर्दा मैले आवश्यक देखेरै मैले यो भिडियो बनाउन गइरहेको छु। साथीहरू तपाईहरू कृपया जति सक्नुहुन्छ जति 10-20 जति सक्नुहुन्छ उहाँको सहयोग गरिदिनु होला। उहाँलाई चाहिँ व्हीलचेयरको एउटा व्हीलचेयर भइदिए राम्रो हुन्थ्यो, मलाई लिएर जान आउन सजिलो हुन्थ्यो। उहाँलाई चाहिँ एकदमै अप्ठ्यारो परेकोले गर्दा मैले यो भिडियो बनाएको छु साथीहरू। र अर्को कुरा उहाँ बा र आमाको चाहिँ कोही हुनुहुन्न अहिले। छोरी छ, छोरी एउटा बित्नु भयो र अर्को एउटा छोरी छ तल टाढा बिहे भएकोले गर्दा उहाँहरू भ्याउनु भएको छैन। आउन कहिलेकाहीँ आउनुहुन्छ तर उहाँको छोरा हुनुहुन्थ्यो, उहाँको छोरा पनि बित्नु भयो लगभग आज 5 वर्ष भयो र आज हाम्रो ठ्याक्कै 2 वर्ष भएको छ उहाँ आमाको यसरी यो प्यारालाइसिस हानेर उहाँ चाहिँ एकदमै अशक्त हुनुहुन्छ। अहिले उहाँ चाहिँ हिलडुल गर्न सक्नुहुन्न, बोल्न पनि सक्नुहुन्न, अवस्था नाजुक भएकोले गर्दा उहाँलाई चाहिँ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु साथीहरू। अर्को भिडियोमा उहाँहरूको ब्याङ्क अकाउन्ट छैन र ब्याङ्क अकाउन्ट खोलेर उहाँहरूको क्युआर कोड बारकोड लगाएर म एउटा भिडियो हाल्नेछु साथीहरू। हस् त, धन्यवाद। यति 2 सालदेखि कन्टिन्यू अब यो भइरहेको छैन, उपचार गरिरहेको छ। औषधि छ, दैनिक औषधि खुवाउनु परिरहेको छ। जे जति छ जग्गाहरू अब लगाएर यताउति गरेर इलाज गरिरहेको छ, उपचार गरिरहेको छैन। अब नसकेर यस्तो अवस्थामा उहाँ एउटा छोरा पनि एउटा मात्रै छोरा, एक्लो छोरा त्यो पनि बित्नु भयो एक्सिडेन्टमा। अब छोरी पनि एकजना बित्नु भयो होइन। उहाँहरू यस्तो अवस्था छ। एकजना छोरी छ अब उता जोगमनीतिर बिहे भएको छ, उता कहिलेकाहीँ आउनुहुन्छ।